नमस्कार जोजोलोपा अनि शुभ बिहानी। तपाईँ अहिले सुनिरहनु भएको आवाज नेपाल भाषा एकेडेमीका निमित्त अनक मिडियाको प्रस्तुति नेवा एफएम 106.6 मेगाहर्ज रेडियोको हो। कीर्तिपुर नगरपालिकाद्वारा सञ्चालित यो रेडियो शिक्षा कार्यक्रम हरेक हप्ताको मङ्गलबार बिहान ठीक 8:30 बजे प्रसारण हुनेछ। तपाईहरूले यो कार्यक्रम रेडियो सेट ट्युन गरेर नेवा एफएम 106.6 मेगाहर्ज मार्फत हाम्रो पात्रो मोबाइल एप्लिकेसन डाउनलोड गरी रेडियोमा नेवा एफएम सर्च गरेर वा इन्टरनेटमा www.newafm.com.np मार्फत संसारका जुनसुकै कुनामा बसेर पनि सुन्न सक्नुहुनेछ। साथै रेकर्डेड कार्यक्रमहरू आफ्नो अनुकूल समयमा फेसबुक पेज कीर्तिपुर नगरपालिका शिक्षा शाखा अनि युट्युब मार्फत पनि सुन्न सक्नुहुनेछ। यो रेडियो शिक्षा कार्यक्रममा आज पनि म बालकुमारी माध्यमिक विद्यालय कीर्तिपुर 5 को गणित शिक्षक राजेन्द्र पौडेल तपाईहरुमाझ कक्षा 9 को अनिवार्य गणित कम्पलसरी म्याथमेटिक्सको बारेमा छलफल गर्न उपस्थित भइसकेको छु र अबको 30 मिनेट म तपाईहरुसँगै रहनेछु। विद्यार्थी भाइ बहिनीहरु, आज पनि किताब, कापी अनि कलम लिएर गणितको छलफलको लागि तयारी अवस्थामा बसिरहनु भएको छ नि, होइन? हामीले गत हप्ताको रेडियो शिक्षा कार्यक्रममा ज्यामिति अन्तर्गत त्रिभुजको साध्य 3 अर्थात समद्विबाहु त्रिभुजका आधारका कोणहरू बराबर हुन्छन् भनी प्रयोगात्मक तथा सैद्धान्तिक तरिकाले प्रमाणित गर्ने बारे छलफल गरेका थियौं अनि तपाईहरुले यो सँग सम्बन्धित समस्याहरू गृह कार्यको रूपमा समेत गर्नुभयो, होइन त? आज हामी पहिलो पाठ समूह सेट अन्तर्गत शाब्दिक समस्याहरूको बारेमा छलफल गरौँ है। भाइ बहिनीहरू, हामीले समूहको संयोजन युनियन अफ सेट, समूहको प्रतिच्छेदन इंटरसेक्शन अफ सेट, समूहको पूरक कम्प्लिमेन्ट अफ सेट तथा समूहको फरक डिफरेन्स अफ सेट को बारेमा पहिले नै रेडियो शिक्षा कार्यक्रम मार्फत छलफल गरेका थियौं, होइन त? त्यस्तै समूहको गणनात्मकता कार्डिनालिटी अफ सेट को बारेमा पनि अभ्यास गरेका थियौं। आज हामी समूहका शाब्दिक समस्याहरूको बारेमा छलफल गरौँ है। भाइ बहिनीहरू, हामीलाई समूह सम्बन्धी शाब्दिक समस्याहरू हल गर्नु पूर्व केही शब्दहरूको बारेमा जानकारी हुनुपर्छ। जस्तै दुवै अर्थात बोथ। प्रश्नमा सकारात्मक कुराहरू भएमा दुवैको सकारात्मक अर्थ कार्डिनल नम्बर अफ सेट ए इंटरसेक्शन बी हुन्छ, अर्थात n ए इंटरसेक्शन बी हुन्छ। त्यस्तै प्रश्नमा सकारात्मकको साथै नकारात्मक कुराहरू भएमा दुवै बोथको अर्थ कार्डिनल नम्बर अफ सेट ए युनियन बी कम्प्लिमेन्ट, अर्थात n ए युनियन बी कम्प्लिमेन्ट हुन्छ। यहाँ n को अर्थ त्यो समूहको गणनात्मक संख्या अर्थात कार्डिनल नम्बर हुन्छ। एउटा समूहमा स्याउ र सुन्तला मन पराउने मानिसहरू दिइएका छन् अनि दुवै मन पराउने मानिसहरू दिएका छन् तथा दुवै मन नपराउने
मानिसहरू पनि दिएका छन् भने दुवै मन पराउने अर्थात् सकारात्मक संख्याले n a इन्टरसेक्सन b लाई जनाउँछ। त्यस्तै दुवै मन नपराउने अर्थात् नकारात्मक संख्याले n a युनियन b कम्प्लिमेन्टलाई जनाउँछ। भाइ बहिनीहरू, कुनै समूहमा भएका सदस्यहरूमध्ये सबै सदस्यहरूले कम्तीमा एउटा चीज मन पराउँछन् भने त्यहाँ n a युनियन b कम्प्लिमेन्ट 0 हुन्छ। यसको अर्थ दुवै चीज मन नपराउनेको संख्या नै छैन भन्ने बुझिन्छ। हामीलाई प्रतिशतको बारेमा त थाहा नै छ, होइन त? त्यसो भए अधिकतम प्रतिशत कति हुन्छ त? 100%। त्यसैले प्रतिशत सम्बन्धी समूहको शाब्दिक समस्यामा सर्वव्यापक समूह U को गणनात्मक संख्या कार्डिनल नम्बर अफ युनिभर्सल सेट U NU इक्वल टु 100% हुन्छ। त्यस्तै एउटा मात्र मन पराउनेलाई n ओन्ली ले जनाइन्छ। जस्तै स्याउ मात्र मन पराउने n ओन्ली ए, सुन्तला मात्र मन पराउने n ओन्ली ओ, गणित मात्र मन पराउने n ओन्ली यम आदि। हाम्रो किताबको पेज नम्बर 7 मा एउटा तालिका दिएको छ। त्यो तालिकामा समूहका शाब्दिक समस्याहरू हल गर्नको लागि आवश्यक पर्ने सूत्रहरू छन्। एक पटक हेर्नु होला है। अब हामी समूह सम्बन्धी एउटा समस्या हेरौं। तपाईहरूले यो समस्यालाई टिप्न पनि सक्नुहुनेछ। एउटा कक्षामा भएका विद्यार्थीहरूमध्ये 60% ले गणित मन पराउने रहेछन्। त्यस्तै 50% ले अंग्रेजी मन पराउने रहेछन्। यदि 10% ले दुवै विषय मन नपराउने रहेछन् भने कति प्रतिशतले दुवै विषय मन पराउने रहेछन्? प्रश्न फेरि एक पटक सुन्नुस् है। एउटा कक्षामा भएका विद्यार्थीहरूमध्ये 60% ले गणित मन पराउने रहेछन्। त्यस्तै 50% ले अंग्रेजी मन पराउने रहेछन्। यदि 10% ले दुवै विषय मन नपराउने रहेछन् भने कति प्रतिशतले दुवै विषय मन पराउने रहेछन्? भाइ बहिनीहरू, यो प्रश्न समूहको प्रतिशतसँग सम्बन्धित छ, होइन त? त्यसो भए जम्मा विद्यार्थी कति हुन्छन् त? 100%। यहाँ जम्मा विद्यार्थीलाई सर्वव्यापक समूह मानौं। त्यसो हुँदा सर्वव्यापक समूहको गणनात्मक संख्या कार्डिनल नम्बर अफ युनिभर्सल सेट NU इक्वल टु 100% भएकाले जम्मा विद्यार्थी NU इक्वल टु 100%। गणित मन पराउने विद्यार्थी कार्डिनल नम्बर अफ स्टुडेन्ट्स हु लाइक मैथमेटिक्स NM इक्वल टु 60%। अंग्रेजी मन पराउने विद्यार्थी कार्डिनल नम्बर अफ स्टुडेन्ट्स हु लाइक इंग्लिश NE इक्वल टु 50%। दुवै विषय मन नपराउने विद्यार्थी कार्डिनल नम्बर अफ स्टुडेन्ट्स हु डोन्ट लाइक
both subjects. M union E complement equal to 10%. भाइ बहिनीहरू, प्रश्नमा दिएका कुराहरू हामीले उल्लेख गर्यौं होइन त? अब हामीले निकाल्नु पर्ने कुरा के रहेछ त? दुवै विषय मन पराउने विद्यार्थीको प्रतिशत अर्थात् M इन्टरसेक्सन E। हामीले सूत्र प्रयोग गरेर M इन्टरसेक्सन E निकालौं है। त्यसो भए सूत्र के हो त? NU इक्वल टु NM प्लस NE माइनस M इन्टरसेक्सन E प्लस M युनियन E कम्प्लिमेन्ट। अब NU, NM, NE तथा M युनियन E कम्प्लिमेन्ट का मानहरू राख्नुहोस् त। 100% इक्वल टु 60% प्लस 50% माइनस M इन्टरसेक्सन E प्लस 10%। हिसाब गर्नुहोस् त M इन्टरसेक्सन E कति आउँछ? 20%। तसर्थ 20% विद्यार्थीहरूले अंग्रेजी र गणित दुवै विषय मन पराउने रहेछन्। भाइ बहिनीहरू, यस्तै गरी हामीले सर्वव्यापक समूह, उपसमूहहरू तथा प्रतिच्छेदन समूहको प्रयोग गरी पूरक समूहको मान निकाल्न सक्छौं। भर्खरै हामीले समूहको प्रतिशत सम्बन्धी शाब्दिक समस्याको हल गर्यौं होइन त? अब समूहको संख्या सम्बन्धी एउटा शाब्दिक समस्या हेरौं है त। एउटा गाउँमा भएका 120 जना मानिसहरू मध्ये 70 जनाले लोकगीत तथा 50 जनाले आधुनिक गीत मन पराए। यदि 10 जनाले दुवै गीत मन पराए भने दुवै गीत मन नपराउने मानिसहरू कति जना रहेछन्? प्रश्न फेरि एकपटक सुन्नुहोस् है। एउटा गाउँमा भएका 120 जना मानिसहरू मध्ये 70 जनाले लोकगीत तथा 50 जनाले आधुनिक गीत मन पराए। यदि 10 जनाले दुवै गीत मन पराए भने दुवै गीत मन नपराउने मानिसहरू कति जना रहेछन्? भाइ बहिनीहरू, यो प्रश्नमा के दिएका छन् अनि निकाल्नु पर्ने के रहेछ त? यहाँ एउटा गाउँमा भएका मानिसहरू मध्ये सर्वेक्षणमा भाग लिएका मानिसहरू दिएको छ होइन त? त्यसो भए यो समूहमा सर्वव्यापक समूह अर्थात् NU कति भयो त? 120। Therefore NU equal to 120। त्यस्तै लोकगीत मन पराउने मानिसहरू कति जना रहेछन् त? 70 जना। त्यसैले cardinal number of men who like folk song NF equal to 70। यसरी नै आधुनिक गीत मन पराउने मानिसहरू कति जना रहन्छन् त? 50 जना। त्यसैले cardinal number of men who like modern song NM equal to 50। अनि दुवै गीत मन पराउने मानिसहरू कति जना छन् त? 10 जना। त्यसैले cardinal number of men
who like both songs. N F intersection M equal to 10. भाइ बहिनीहरु, यी त थिए प्रश्नमा दिएका मानहरु। अब हामीले निकाल्नु पर्ने कुरा चाहिँ के रहेछ त? दुवै गीत मन नपराउने मानिसको संख्या, अर्थात cardinal number of men who don't like both songs, that is N F union M complement. हामीसँग N U, N M, N F अनि N F intersection M का मानहरु भएकाले सूत्र प्रयोग गरी N F union M complement पत्ता लगाऊ। हाम्रो सूत्र के थियो त? N U equal to N F plus N M minus N F intersection M plus N F union M complement. अब N U, N M, N F तथा N F intersection M का मानहरु राख्नुहोस् त। 120 equal to 70 plus 50 minus 10 plus N F union M complement. हिसाब गर्नुहोस् त कति आउँछ? N F union M complement equal to 10. तसर्थ लोकगीत तथा आधुनिक गीत दुवै मन नपराउने 10 जना रहेछन्। भाइ बहिनीहरु, हामीले दिएका मानहरु तथा पत्ता लगाएको मानलाई भेनचित्रमा भर्नुपर्ने हुन्छ। यो समस्यामा मान मात्र पत्ता लगाए पुग्ने भएकाले भेनचित्रमा भर्नु परेन। तर कुनै समस्याहरू समाधान गरिसकेपछि भेनचित्रमा भर्नुपर्ने हुन्छ। यस्ता प्रश्नहरूको समाधान कसरी गर्न सकिन्छ त? यस्ता प्रश्नहरूको समाधान गर्दा माथिको जस्तै गरी दिएका मानहरू राख्ने अनि सूत्र प्रयोग गरेर निकाल्नु पर्ने मान पत्ता लगाउने। यसरी सबै मानहरू आइसकेपछि भेनचित्र बनाएर सर्वप्रथम दुवैको साझा मान राख्ने। जस्तै A र B दुईवटा समूहहरू हुन् भने भेनचित्रमा A इन्टरसेक्सन B को मान राख्नु होला। त्यसपछि A को मात्र मान N only A राख्नुहोस्। यसको लागि N only A equal to N A minus N A intersection B को सूत्र प्रयोग गर्न सक्नुहुनेछ। त्यस्तै N only B को मान राख्नुहोस्। यसको लागि पनि N only B equal to N B minus N A intersection B को सूत्र राख्न सक्नुहुनेछ। यसरी N A intersection B, N only A तथा N only B का मानहरू राखिसकेपछि N A union B कम्प्लिमेन्ट को मान N A union B भन्दा बाहिर तथा सर्वव्यापक समूह N U को भित्र राख्नुहोस्। यसरी सबै मानहरू राखिसकेपछि भेनचित्रको काम पूरा हुनेछ। भाइ बहिनीहरू, कुनै प्रश्नमा भेनचित्र पहिल्यै बनाएर त्यही भेनचित्रको माध्यमले समस्याको हल गर्नुपर्ने हुन्छ। यसको लागि सर्वप्रथम दिएका मानहरू लेखेर निकाल्नु पर्ने मानलाई कुनै एउटा भेरिएबल x ले जनाउनु पर्छ अनि
अघिको जस्तै गरी n a इन्टरसेक्सन b, n ओन्ली a, n ओन्ली b तथा n a युनियन b कम्प्लिमेन्ट क्रमशः भर्दै जानुपर्छ। यसरी मानहरू भर्दा मानहरू भेरिएबलको रूपमा आउन सक्छन्। पछि भेन चित्रको सहायताले मान निकाल्दा भेरिएबल आफै हट्छ। हाम्रो किताबको पेज नम्बर 8 तथा पेज नम्बर 9 अर्थात् पेज नम्बर 8 र पेज नम्बर 9 मा दिएका उदाहरणहरूमा भेनचित्र बनाएर समस्याको हल गरिएका छन्। एकपटक हेर्नुहोला है। अघि हामीले एउटा मात्रको पनि चर्चा गरेका थियौं, होइन त? भाइ बहिनीहरू, कुनै प्रश्नमा एउटा मात्र मन पराउने वा एउटा मात्र विषय पढ्ने भन्ने जस्ता समस्याहरू आउन सक्छन्। अर्थात् स्याउ र सुन्तला मन पराउने समूहमा स्याउ मात्र मन पराउने तथा सुन्तला मात्र मन पराउनेको संख्या दिएको हुन्छ। यस्तो बेलामा हामीले सबै उपसमूहहरूका मानहरू जोडेर सर्वव्यापक समूह निर्माण गर्नुपर्छ। अर्थात् NU = n ओन्ली a प्लस n ओन्ली b प्लस n a इन्टरसेक्सन b प्लस n a युनियन b कम्प्लिमेन्टको सूत्र लगाउनुपर्छ। सर्वेक्षणमा गरिएका मानिसहरू वा विद्यार्थीहरूले कम्तीमा एउटा मन पराउँछन् भने n a युनियन b कम्प्लिमेन्टको मान 0 हुन्छ। अर्थात् सूत्र लगाउँदा n a युनियन b कम्प्लिमेन्ट राख्नु पर्दैन। साथै यस्तो अवस्थामा NU र n a युनियन b एउटै हुन्छ। मैले अघि नै भनिसके, यहाँ n ले त्यो समूहको गणनात्मक संख्या अर्थात् कार्डिनल नम्बरलाई देखाइएको छ। तपाईहरु नझुक्किनु होला है। भाइ बहिनीहरू, हाम्रो किताबको पेज नम्बर 10 मा अभ्यास 1.3 मा समूहका प्रश्नहरू शाब्दिक समस्याको रूपमा दिएका छन्। तपाईहरुले गृह कार्यको रूपमा प्रश्न नम्बर 5 देखि प्रश्न नम्बर 10 सम्मको समाधान गर्नुहोस्। यी प्रश्नहरूको समाधान गर्दा केही अप्ठ्यारो आएमा, केही समस्या आएमा आफ्ना विद्यालयका गणित विषयको सर मिसहरूको सहयोग लिन सक्नुहुनेछ। विद्यार्थी भाइ बहिनीहरू, आजको लागि निर्धारित समय सकिएको संकेत आएको छ। तपाईहरुलाई आजको कार्यक्रम कस्तो लाग्यो? प्रतिक्रिया दिन नभुल्नुहोला है। अब हामी अर्को हप्ताको मंगलबार बिहान ठीक 8:30 बजे पुनः भेट गर्ने बाचा सहित कार्यक्रममा मलाई यतिन्जेलसम्म प्राविधिक कक्षमा रहेर सहयोग पुर्याउनु हुने प्राविधिक मित्रलाई धन्यवाद दिँदै म राजेन्द्र पौडेल कार्यक्रमबाट बिदा हुन चाहन्छु। तपाईहरु सुरक्षित रहनुहोला। कतै निस्कनु परेमा मुखमा मास्क र झोलामा सेनिटाइजर बोकेर मात्र निस्कनुहोला। हस्त नमस्कार। तपाईहरुको दिन शुभ रहोस्।